चुखै छोरी चुखै गर ल। ओहो बार्पा गाउँमा आएर पिङ्खेले गाँठे मेरो छोरीले आज ल। ल चुखै गर ल। डरा हो यता हेर यता बाबालाई यता। हो अझै पिङ्खेले हुन्छ अझ हो यो डराउँदैन कि हो है। जति होला नि नडराउने बिस्तारै आयो अरे बिस्तारै गर। त्यो गाडी पनि यता हेर छोरी यता डराए जस्तो छ मुख बिगाऱ्यो ऊ डरायो छिटो ल ल आऊ छोरी आऊ 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 दौडी बाबालाई भेटाऊ ओहो कहाँ गएर छोरी कहाँ गएर हो 13 किलो गएर हो। यहाँ ढलानमा लोड चाहिँ बिस्तारै बुङ्ग हुन्छ छोरी यता आऊ यता टिट आउँछ है गाडी। निकै मजाले हिँडे अन्त नि निकै हिँड्दो रहेछ है। ओह्रालो पान्छ लोड चाहिँ बत्तिएर आएको छ। अब चाहिँ सकेन कि यतापट्टि साइडमा गएर त बाइक आउँछ बाइकले झुकाउँछ कि। कुक्कु सरी कुक्कु कता जाने हो कता जाने घर जाने हो। खुट्टै लत परिसक्यो हो तित जाने रे। बाइक आयो अलि त गर ल। दाजु बहिनीले यहाँ कसरी मिलेर क्याङ खाँदैछ हो एउटै गिलासमा चोपेछ चियामा चोपे पानीमा चोपेर खाछ। बाबु क्याङ खाएको हो लेमा ख्याउ क्याङ लेमा ख्याउ है मिठो छ है। एम्बुलेन्स पनि अगाडि राखेछ हो बहिनीले नि गम खाछ है हो। दादालाई खोइ त पापा दादालाई खोइ पापा तिमी मात्रै खाने दादालाई खोइ दादालाई नि दिनुपर्छ है उता हो ल। रोटी मिठो छ ऊ दादासँग बसेर खाने है। तिमी त यहीँ दादासँग बस है यता हेर छोरी यता हेर तिमी यहीँ दादासँग बस है बो किन दादासँगै बस्ने दादासँगै स्कुल जाने नि त है हुन्न। ओहो ल ओहो बाँडी चुडी खाछ लागि मिली ल यता हेर छोरी यता हेर माम खानला हो ओहो सबभन्दा ठुलो पाहुना गाँठे हो। बुज्यू घरमा आएर पिरको माथि बसेर खाना खान लाग्छ गाँठे। पख तरकारी हाल्ने तरकारी है मासु खाने मासु मातु हानी बाजे मातु आन्न ओहो कति चाँडो आन्न भन्छ त अनि हो तान्न तान्न रे साग नखाने मासु खाने है हो मामानी रे। यता डग छ डग तिमी साग खान्न नि रे खै मोजा कहाँ लाग्यो मोजा खोलिदिन्छ फेरि जाडो साग खाऊ है त्यो गेडी नि खाऊ पिर्का माथि बसेर बाउरी हुन्छ ओहो ल हेर्नुहोस् है साथीहरू यहाँ मेरो छोरीले यहाँ हो काम गरे यहाँ ल खै भएन हो त्यहाँ गर ल। यहाँ खेतमा चाहिँ फाँटमा तोरीको साग छर्न तोरीको साग केलाउन आएको यहाँ सबभन्दा ठुलो खेत हल्लाले काम गर्दैछ। यता हेर छोरी यता ओ के बोक्यो घाँटीमा फेरि हो के गरे भन त झारकोडे हो
यता हेर यता ओहो झारगोडे छ गाँठे छेप्टार दराउँदी फाँट सक्यो सक्यो छोरी ल आजै हो ल ल आजै आजै ल ल ल पोच्यो पोख्यो पोख्यो ल आम्मा हो ल जिजीको भाँडामा कुनै हालिदेऊ ल ल ल जिजीलाई देऊ ल इटी हालिदेऊ अलिकति दिदीलाई अलिकति देऊ त अनि तिमीले दिदीले तिमीलाई हाम्मा गरिदिन्छ ल ल ओहो बहिनीले खुवाएको गाँठे सियाल नानीहरू गाँठे कपाल भनेको छ त गाँठे यसले कपाल धेरै देखेछ कि हो आम्बो खोलाको हो पोख्यो यहाँ जिजीलाई हाल्छौ ल जिजीलाई देऊ जिजीलाई हालेछ भयो भयो हो हालिदेऊ ल अब बहिनीलाई नि खान्थ्यौ तिमी नि खाऊ बहिनीलाई नि खान्थ्यौ तिमी नि खाऊ हो यो दुइटाको जात्रा गाँठे हो हो ल ल गर ल ऊ ओहो गाँठे बहिनीलाई खोला छ गाँठे हो जति नै खाँदो रहेछ हो पुग्यो वो आम्बो वो त्यत्रो विधि सर्ग्यो नि त धेरै खायो नि त यसले गुराँस 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 ओहो रे रातै हुने सर्ग्यो आऊ पापा खाऊ ल पापा खाऊ पापा पापा खाऊ बहिनी चाहिँले दिदी चाहिँले खाँदै खाँदै गरे बहिनी चाहिँ खाइ गरेर ऊ ल हेर न पापा पापा खाऊ छोरी पापा ल ल खै तिम्रो पापा खै खायो ए ल छिट त्यो पापा छिट